हामी चाहिँ अब नास्ता आयो, नास्ता खाने बेला भयो। हजुर यो उल्टो गराउने पानी परो पनि नभिजोस् भनेर। भिज्दैन नि यो उल्टो गराएपछि। हामीले चाहिँ यो उल्टो गराएर राखेको कारण चाहिँ त्यही हो। धेरैजना खाम हामी नास्ता खाने। सबैभन्दा धेरै खाने हो ठुल मम्मी। ज्यान पनि हेर्नु नपर्दा बार। तोरी गर्न जाँदा नि यति राम्रो भएर जान्छन् भन्नु होइन। केही आएन बोलेको, यो नयाँ हो। हामी सबै नास्ता खाने बेला भयो। माथि बन्दैछन्, दुईटा कुकमेनलाई दिनु भएको रे। माथि बन्दैछन्। यहाँ देउरानी जेठानी भएर तोरी गर्न कति रमाइलो छ। हाय हाय। अब भ्याइयो, अब कोही पनि नआउनु होला। बोला कोही आउनु भयो, ठुल मम्मी आन्टी हेर्नु थियो मेरो भलक आन्टी। आन्टी भलक हेरेर आउनु भयो। ठुल मम्मी पनि आउनु भयो। ठुलो बाबा पनि आउनु। ठुलो बाबालाई लिएर आउनु ठुल मम्मीले। भ्याइन्न कि भन्ने पिरले। ल लिएर आउँछु। मस्तै जाना भयौँ। अब नआउनु होला, हामीले भ्याउँछौँ। अरू साँझ भात थोरै खाने, तर नास्ता चाहिँ खाने। दुईजना कुकमेनलाई माथि देख्नु भएको के अरे। दुईजनाले बनाउँदै छन्। हामी चाहिँ यहाँ खाने गएको। नास्ता खाने काम पनि नगरिकन हातपत्ता नास्ता हो नि फेरि। खाएर काम गर्ने हो नि त। यहाँ त लडालड हुन्छ, यस्तै हो। शिव आन्टी त खाएर आउनुहुन्छ के। उहाँ चाहिँ सधैँ खाएर आउने यो पार्टी हो। सधैँ अगाएर आउनुहुन्छ। बसेर खानु, बसेर जता मिल्छ त्यतै बस्नु। मम्मी लिएर माथि रोटी, माथि गरेर लिएर रोटी देखिन्न। झ्याल खोला त देखिन्छ। त्यो अब चाहिँ आज लिएर आउँछु है। किस्मत अलि नहिले अब माथि पकाएर ठिक्क राखेछन्, लिएर आउने हो। अब चाहिँ लिएर आएपछि दिन्छु है, देखाउँछु है। चाहिँ लिएर हिँडेँ। अब रोटी र अचार लिएर हिँडेँ। अब दिन्छु। रोटी आयो है, रोटी आयो आयो आयो। अचार पनि ल्याइछु। तपाईँले चिया खान लाउनु भयो। म चाहिँ मेरो मोबाइल अफ भएर, खेतमा जाँदा मेरो मोबाइल अफ भएर म चाहिँ माथि आउन बाध्य भएँ। माथि आएर चार्ज लाएर यति चार्ज भयो। अनि त्यसपछि चिया खाने भयो, नास्ता खानुभयो। अनि चिया लैदिउँ। चिया खानुभयो, चिया खाँदै हुनुहुन्छ। हामीले चाहिँ खान्नौँ चिया। अनि त्यही हो। अब आजको ब्लग चाहिँ भ्याइयो। अब सायद तोरी गरेर पनि भ्याइन्छ कि अब आज नत्र भोलि यसो गरेर त भ्याइन्छ नै। मसिजना हुनुहुन्छ, भ्याउनुहुन्छ। अब खेतमा गएपछि चाहिँ भ्याइन्छ। अब म जान्छु खेतमा। बाई बाई। थ्याङ्क यू फर वाचिङ। सबै धेरैजनाले पनि भिडियो हेर्नुभयो, थ्याङ्क यू सो मच। हाम्रो भिडियो हेरिदिएकोमा। युट्युबमा पनि हेर्न चाहनुहुन्छ भने पनि युट्युबमा पनि हेर्नु है। युट्युबमा समीक्षा गेवाली भनेर सर्च गर्नु, अनि त्यहाँ आउँछ मेरो च्यानल। अनि के लिएर आयो, कपास। यो चाहिँ हाम्रो घरकै कपास हो। घरै फलेको कपास टिपेर आयो नि। टिपी त होइन, आमाले टिप्दिनु भयो लिएर आयो। अनि त्यही हो। अब चाहिँ लाउन अब यो बाई बाई। के खान जाने होइन। बाई बाई। थ्याङ्क यू फर वाचिङ।